यो हो नुवाकोटको चर्चित धार्मिक स्थल देवघाट। तादी नदी र त्रिशुली नदीको दोभानमा अवस्थित देवीघाट पृथ्वीनारायण शाहले आफ्नो अन्तिम दाह संस्कार गर्नका लागि इच्छा देखाएको यो पवित्र धार्मिक स्थल हो। पृथ्वीनारायण शाहले आफ्नो दाह संस्कार यसै ठाउँमा गर्नु भनेर अनुरोध गरेको हुँदा उनको मृत्युपछि यस ठाउँमा उनका आफन्तहरूले यसै गरी यस ठाउँमा अन्तिम दाह संस्कार गरेको भन्ने किंवदन्ती रहिआएको छ। देवीघाटमा पृथ्वीनारायण शाहको कलात्मक शालिग निर्माण पनि गरिएको छ। यस ठाउँमा देवीघाट जलपा देवी मन्दिर पनि अवस्थित रहेको छ। चैत्र शुक्ल पूर्णिमाको दिन नुवाकोट देवी भैरवीको रथ यात्रा यस ठाउँमा पुग्ने गर्दछ। चारैतिर मनमोहक दृश्य देखिने यस ठाउँमध्ये एक हो नुवाकोट जिल्ला। हिमाल पहाड तराईको भूभाग जस्तै देखिने नुवाकोट जिल्लाको बीच भागमा यत्र तत्र छरिएको समथर बेसी तटहरू र नुवाकोटको भौगोलिक विशेषता पनि हो। काठमाडौँबाट सदरमुकामसम्मको दूरी 68 किलोमिटरको दूरीमा रहेको छ भने समुद्रको सतहबाट न्यूनतम 457 मिटर अधिकतम 5144 मिटरको उचाइमा रहेको यो धरातल हो। पुराना शैलीका घरहरू, पाती पौवा, मठ मन्दिर नै यो ठाउँको कला संस्कृतिबारे मनन गर्न सकिने यो महत्त्वपूर्ण ठाउँमध्येको आन्तरिक पर्यटकको सम्भावना भएको यस स्थान पनि हो। पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरेदेखि चर्चित भएको यो ठाउँ नुवाकोटको त्यस्ता धार्मिक स्थलहरू रहेका छन् जुन धार्मिक स्थल अन्य ठाउँभन्दा धेरै फरक पहिचान गरिएका छन्। यो भिडियो तपाईलाई कस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोला। आगामी दिनहरूमा यस्तै भिडियोहरू लिएर आउने नै छौँ।